म त्यसो भए तपाईँ मलाई हात लायो भने म डाइरेक्ट पर जान्छु है, थानामा जान्छु। ऊ नवीन भाइले अस्ति फोटो खिचेको टक्कै छ, थानामा जान्छु। तपाईँले मलाई ट्विट गर्यो भने चाहिँ तपाईँको माया कति गरेको छु मैले, तर मैले कति काम गरेको छु यहाँ यस्तोमा फोटो सब खिचिरहेको छु तपाईँले हो। म डाइरेक्ट थानामा जान्छु अनि हेर्नुहोस् न मलाई कि त्यस्तो गर्नुपर्ने त्यस्तै हो। होइन खाएर त चुप्पो लागेर बस्नु सुत्नु टाइममा बेलुका खानु। तिम्रो कुरा त्यही आउँछ अलि बुढीले पनि त्यही भन्छ, भौलीले त कुट्यो अरे अनि तिमीले पनि त्यही भौलीले कुट्यो अरे भन्छ। त्यही कुरा हो दुईजनाको। तिमीलाई कुटेको नि बेहोरालाई कुटेको तिम्रो। अनि के भनेको चौधरीको बेहोरालाई कुटेको खास के भनेको त्यो चाहिँ दियो होइन दरो दियो त हो दियो त नि मजाले दियो त। त्यस्तो बानी लागेको म पनि दिनु त्यस्तो बानी लागेको ए तपाईँले त्यही सुनेर त्यो कुरा भनेको त्यही खाएको यसलाई दिएन भने खालको त्यही खाएको त्यही त्यस्तो यस्तो अलिक यस्तो खाने बानी लागेको के चाहिँ यस्तो नि कोन हे भरै मान्छे मर्छलाई विचार गर्दैछु मैले। त्यस्तो बानी लागेको होला। त्यस्तै बानी हो नि त हो, चुटे खाने बानी। लात खाने भुट चाहिँ नि चुटे खाने बानी हो। चुटे खाने बानी भन्नु न के को लात खाने बानी होइन हौ। लात खाने भुट चाहिँ त्यो मुखले बोल्दाखेरि हुँदैन रे। अब गरे यस्तो बुढो मान्छे गुल्ने गुण त तँलाई म खान्छु भन्ने यस्तो बुढो मान्छे सुदाङले त त्यसो भन्दै थियो नि मलाई, हौ दाजु बेसी दुःख नगरे भेट्छ मर्ने दलले छुट्याएर त्यहाँदेखि जान्छ चाहिँ घुम्दै भन्थ्यो सुदाङले भन्थ्यो। सुदाङले ठिक्कै भनेको कुरा ठिक्कै पुग्यो नि त। अब भेट्छ दुःख नगर है गरी घाँस बग्छ दुःख गर्छ। कसको लागि गरे तैँले दुःख भने मलाई भने होइन, लास्टमा भुलै खान्छस् जान्छस् भने मैले सुदाङले हो त्यही हो। अहिले त्यही भनेको होइन कुरा, त्यो भगेले कुरा गर्यो त्यस्तो गर्यो। तिम्रो एउटा वाटिजम एउटै छ होइन, ठिकै छ हो नि त भाइ होइन हल्ला नगरिकन त्यस्तै होइन। अब हल्ला नगरिकन सुत्नु। तिमीलाई भगेले कुट्यो भनेर तिमीले के भन्यो, मलाई पनि कुट्ने रहेछ होला। सुताङले भनेको कुरा ठिकै होला। त्यो भिडियो कल नगर्नु चामललाई बेसी हल्ला नगरिकन सुत्नु है ल। के को हल्ला गर्नु चुप अब त्यसको जाने पो मर्ला कता लड्ला मर्ला थाहा छैन। मर्न लड्दैन तिमी